कल्पना गर्नुस् तपाई भर्खरै हवाई जहाजमा चढ्नु भएको छ। जहाज बादलहरू माझबाट उड्दै माथि उक्लिरहेको छ। अचानक चट्याङ हान्छ। हे भगवान बचाऊ बचाऊ। यस्तो बेलामा मानिसहरूले सबैभन्दा नराम्रो कुराको कल्पना गर्छन्। तर साँच्चै के हुन्छ जब हवाई जहाजलाई चट्याङ लाग्छ? आज हामी यो रहस्यको पर्दाफास गर्नेछौँ। सुन्दा अचम्म लाग्छ, तर साँच्चै भन्नुपर्दा चट्याङ लाग्नु त्यति डरलाग्दो कुरा होइन। प्रत्येक व्यावसायिक हवाई जहाजलाई वर्षमा औसत एक पटक बिजुली लाग्छ। अमेरिकी उड्डयन प्राधिकरणका अनुसार प्रत्येक 1000 उडान घण्टामा एक पटक बिजुली लाग्छ। यो विशेष गरी जहाज माथि उक्लिरहेको अर्थात् ड्युरिङ क्लाइम्बिङ र तल ओर्लिरहेको अर्थात् ड्युरिङ डिसेन्डिङ बेलामा हुन्छ, किनभने त्यस बेला जहाजले विद्युतीय चार्ज भएका बादलहरू पार गर्छ। अब आउँछ असली प्रश्न, जहाज कसरी सुरक्षित रहन्छ? हवाई जहाज बिजुली लाग्न सक्ने गरी नै डिजाइन गरिएको हुन्छ, तर यो कसरी काम गर्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। वास्तवमा जहाजको बाहिरी तह सामान्यतया एल्युमिनियम जस्ता प्रवाहकीय धातुबाट बनेको हुन्छ। अझ त्यसमाथि विशेष कोटिङ पनि लगाइएको हुन्छ। यसले फैराडे केजको काम गर्छ, अर्थात् बिजुलीको तार जहाजको बाहिरी सतहबाटै बग्छ, यात्रु केबिनभित्र प्रवेश गर्दैन। साथै जहाजका पखेटा र नाकमा स्ट्याटिक विक्स भनिने सानो धातुका टुक्राहरू हुन्छन्। यिनले स्ट्याटिक करेन्टलाई बाहिर निकाल्छन्। यसले गर्दा यात्रुलाई न त झट्का लाग्छ न त करेन्ट नै लाग्छ। सन् 1967 पछि चट्याङका कारण कुनै ठूलो दुर्घटना भएको छैन। यद्यपि चट्याङ पर्दा विमानको बाहिरी तहमा सानो जलेको दाग वा धर्साहरू लाग्न सक्छ। कुनै ठूलो इन्जिनियर क्षति हुँदैन। इलेक्ट्रोनिक सिस्टमहरू सुरक्षित नै रहन्छन्। तपाईहरूलाई यो थाहा नहुन सक्छ कि जहाज निर्माण गर्दा यसका भागहरू विशेष प्रयोगशालामा आर्टिफिसियल बिजुली बनाएर उच्च भोल्टेज प्रयोगशालामा परीक्षण गरिन्छ अनि मात्र व्यावसायिक उडानका लागि पठाइन्छ। अति दुर्लभ अवस्थामा एक इन्जिनमा समस्या भए पनि अर्को इन्जिन स्वचालित सुरु हुन्छ र आफ्नो काम गर्छ। त्यसैले साथीहरू, यदि तपाईँ हवाई जहाजमा हुनुहुन्छ र बिजुली लाग्यो भने याद राख्नुहोस्, यो सामान्य कुरा हो। जहाज यसैका लागि बनाइएको छ। तपाईँ पूर्ण रूपमा सुरक्षित हुनुहुन्छ, डराउनु पर्दैन। आधुनिक विज्ञान र प्रविधिको कारण हवाई यात्रा पहिलेभन्दा धेरै सुरक्षित भएको छ। बिजुली लागेको देखेर डराउनुको सट्टा यो प्रकृति र प्रविधिको अद्भुत खेललाई हेरेर रमाइलो गर्नुहोस्। यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। फेरि अर्को रोचक भिडियोमा भेटौँला।